ल परबाट लाटागन्या विशाल शिला देखिन थाल्यो। जङ्गलको बीचमा यसरी भुक्क उठेको एकमात्र शिला वास्तवमा यो शिलाको समूह हो, तर परबाट हेर्दा एकै देखिने। झट्ट हेर्दा कतै गणेश भगवानको स्वरूप पनि देखिन्छ। यहाँ हाम्रो यस पवित्र भूमि गुन्याब देवताको स्थानमा आउने मान्छेहरू जुनसुकै मान्छे आए पनि यो हाम्रो प्रवेशद्वार हो। यसमा शुद्ध भएको मान्छे मात्रै यो भित्र जानु पाउँछ, अशुद्ध मान्छेले यो भित्र जानु पनि पाउँदैन। र यहाँ आउने मान्छेको श्रद्धा भक्ति जसलाई हुन्छ त्यो मात्रै यो भित्र प्रवेश गर्न पाउँछ। यो प्रवेशद्वार हो। यो प्राकृतिक प्राचीन कालदेखि नै भगवानहरूले यहाँ स्थान भएको दिनदेखि नै हो। यो चाहिँ अब गाई बस्तु पनि जान नसक्ने गरीको द्वार छ यो। उताबाट आउने बाटोमा पनि यस्तै छ। न माथिबाट आउनु सक्छ, न तलबाट आउनु सक्छ, न यताउता। महाभारत पर्वत श्रृङ्खलाको यो घना जङ्गलमा अवस्थित विशाल शिला लाटागन्याप शिखर हरेक वर्ष जात लाग्ने गर्छ। भाद्र चतुर्दशीमा शिखर जातमा 6वटा गाउँबाट देउरो लैजाने प्रचलन छ भने मूल देउरो रुमायल गाउँबाट लगिन्छ। देउरो लाने क्रममा दाइन, दमाहा, बङ्क, घण्टा, बोक्कर र बिगुल जस्ता बाजागाजा बजाइन्छ। लाटागन्याप देवताबाट विशेष अधिकार पाएका दमाई जातिका व्यक्तिहरूले मात्र दमाहा बजाउने गर्छन्। उनीहरूलाई बस्ने विशेष स्थान दिइन्छ। देउकीहरूको बास बस्ने अलग ठाउँ छुट्याइएको छ। यहाँ लाटागन्याप भन्नाले गणेश देवताको रूप मानिन्छ। गन्याप यहाँ आएर सर्पको रूपमा विलिन भएका थिए। नागको स्वरूप चट्टानमा हालसम्म देखिने गर्छ। यसको कथा इतिहास रोचक छ, हामी बुझ्दै नै छौँ एकैछिनमा। पहिले सरसर्ती वरपरको दृश्य हेरौँ है त। अब हामी गन्याप धुराको लाटा गन्यापको चाहिँ मुख्य थलोमा आएको छौँ। यो स्थान कस्तो छ भन्नुहुन्छ भने माथिबाट जुन शिला आएको छ त्यो शिला र यतापट्टिबाट जुन यो घोप्टिएको जस्तो देखिन्छ शिला, यो एउटा शिला होइन, यो फरक शिला हो। र बिचमा जुन एउटा शिला देखिन्छ फेरि त्यो फरक हो। भनेको यहाँ मैले देख्दा मुख्य रूपमा 3 शिला देखिन्छ, पारीको छोडेर। पारी त अर्को शिला छ सानो। अब जस्तो म यहाँबाट छिरेँ भित्र भने यहाँनिर कुन्दन सरहरू फोटो लिनु हुँदैछ। अब यहाँभित्र चाहिँ हामीले मन्दिरभित्र चाहिँ गएर खिच्न पाउँदैनौँ। यहाँबाट हेर्नु होला, पूजा गर्ने थलो चाहिँ ठ्याक्कै यो 3 शिलाको माथि 1 शिला, उता 1 शिला र यहाँ 1 शिलाको जुन सङ्गममा छ त्यहाँ चाहिँ मन्दिरलाई त गाठ भनिन्छ। गाठ पूजास्थल भनौँ। अहिले हामी चाहिँ त्यही जुन 3 शिलाको चाहिँ एउटा चाहिँ गुफा परेको, उडार परेको भाग, यो मुख्य चाहिँ धार्मिक स्थलमा छौँ। अब यहाँ माथि अझै मलाई रोचक लागेको कुरा चाहिँ के भने यहाँ माथि पनि एउटा शिला यस्तो अजङ्ग तरिकाले अड्किएको छ। ल हेर्नुहोस् यहाँ माथि, यहाँनिर एउटा फरक शिला अड्किएको छ। ज्योतिर्लिङ्ग माथि मन्दिरभित्र ज्योतिर्लिङ्ग छ। ए ल, अब यतापट्टि चाहिँ यहाँ पूजा गर्ने स्थान हो। हामी त्यहाँभित्र जाँदैनौँ, यहीँबाट पूजा गर्छौँ, तर खिचेर देखाउन चाहिँ मिल्दैन भन्ने कुरा बुझेपछि यो कस्तो अनौठो ठाउँ छ है त यो। अब यो मैले सानो क्यामेराले खिच्दाखेरि चाहिँ यो मैले जुन सानो लागिरहेको थियो यो शिला, यो पत्थर यति ठुलो विशाल रहेछ। यो तपाईँहरूले देख्नुभयो भएन, धेरै माथि चुचुरोबाट छ। अब हामी यताबाट चाहिँ निस्किएर उहाँहरूले हामीलाई नागको चाहिँ आकृति, नागको शिला भएको स्थानतिर लानु हुँदैछ। हेरौँ अगाडि गएर नागको शिला। मैले त सोचेको थिएँ यहाँनिर शिलाहरूको लीला सकिन्छ होला भनेको। शिलाको लीला यता पनि छ। यहाँबाट फेरि अझै अघि बढौँ है त। यो च्यापबाट अगाडि जाँदाखेरि यहाँनिर कुटी पनि रहेछ। यहाँ ल कुटी छ, यहाँबाट चाहिँ शिला देखिन्छ अरे। अगाडि कथा हो, नागको आकृति भएको नागको कथा छ। अहिले हामी सुनौला जुन यहाँनिर नाग यहाँनिर